मलाई कति धेरै साथीहरूले भन्नुहुन्छ कि मैले कति धेरै प्रोफेसरलाई इमेल गर्दाखेरि पनि रिप्लाई आएन किन होला भन्ने कुरा भन्नुहुन्छ हैन। म तपाईलाई एउटा कुरा देखाउँछु। तपाईले कस्तो खालको प्रोफेसरलाई इमेल गर्दाखेरि रिप्लाई आउने चान्सेस हुन्छ भने जुन प्रोफेसरको प्रोफाइलमा ओपन फर सुपरभिजन भन्ने कुरा लेखेको हुन्छ। फर एक्जाम्पल म तपाईलाई मेरो स्क्रिनमा देखाउँछु है त। जस्तो यहाँनिर एकजना चाहिँ रिसर्चरको प्रोफाइल म हेरिरहेको छु। यसमा हेर्दाखेरि अब यो बायोमा चाहिँ के कुरामा त्यो प्रोफेसरले अथवा रिसर्चरले रिसर्च गरेको छ अथवा उसको रिसर्च इन्ट्रेस्ट के हो भन्ने कुरा यहाँ देख्न सकिन्छ भने तपाईले मेन हेर्नुपर्ने भनेको सुपरभिजन एभाइलेबिलिटीको अन्डरमा चाहिँ एभाइलेबल टु सुपरभाइज पीएचडी स्टुडेन्ट्स भनेर चाहिँ लेखेको छ यहाँ। अब कतिपयमा चाहिँ एभाइलेबल टु सुपरभाइज मास्टर्स बाइ रिसर्च स्टुडेन्ट्स होला, कतिपयमा चाहिँ सुपरभाइज मास्टर्स बाइ रिसर्च एन्ड पीएचडी बोथ टाइपको स्टुडेन्ट्सहरू होला, कतिपयमा चाहिँ सुपरभिजनको लागि चाहिँ रिसर्च स्टुडेन्टको सुपरभिजनको लागि एभाइलेबल भन्ने कुरा मात्रै मेन्सन गरिएको होला भनेपछि यस्तो केही न केही हिन्टहरू तपाईलाई दिएको हुन्छ क्या। यस्तो खालको प्रोफेसरलाई तपाईले इमेल गर्नुभयो भने यु कुड गेट रिप्लाई। अब यस्तो सुपरभिजनको लागि एभाइलेबल भएको सबै प्रोफेसरहरूले तपाईलाई रिप्लाई गरि नै हाल्छ भन्ने कुरा हुँदैन। यदि तपाईको स्किल्स र रिसर्च आउटपुटहरू यो रिसर्चरले खोजिराखेको स्किलसँग म्याच हुन्छ भनेपछि मात्रै रिप्लाई गर्ने चान्सेस हुन्छ। कतिपय त त्यो कुरा म्याच भएन भने पनि तपाईको स्किल्सहरू सुइटेबल भएन अथवा चाहिँ करेन्टली म हायर गरिराखेको छैन भन्ने कुराहरूले पनि रिप्लाई गर्न सक्छन्। अदरवाइज तपाईको स्किल केही हदसम्म भए पनि म्याच भयो भने मात्रै प्रोफेसरहरूले रिप्लाई गर्ने चान्सेसहरू हुन्छ। त्यो भएर प्रोफेसरहरूलाई रिच आउट गर्दाखेरि यस्तो खालको सुपरभिजनको लागि एभाइलेबल छ कि छैन भन्ने कुरा हेर्न एकदमै जरुरी हुन्छ।